हेलो एभ्रिवान, नमस्ते। आज यहाँलाई नयाँ मेरो भ्लगमा स्वागत छ। म आज नयाँ ठाउँबाट भ्लग स्टार्ट गर्दैछु। तपाईँलाई पछाडि देख्नुभयो होला हिमालय रेन्ज, टाढा टाढाबाट घाम चाहिँ एकदम जोडतोडका साथ लागेछ यो हाइटमा। म आज अलिकता हाइट ठाउँमा छु। म हेर्न सक्नुहुन्छ पुरै ग्रेट वाल अफ चाइनाको जस्तो पुरै ग्रेट वाल अफ अब यो हाम्रो तनहुँमा पुरानो सदरमुकामको यो डाँडामा ग्रेट वालको झल्को दिने गरेर यो पुरै यहाँ बनाएको रहेछन्। अब यता बल्ल आउने म अवसर मिल्यो, जुर्यो। अहिले म टपमै छु। पहिला पहिला चाहिँ यहाँ अब के खानेकुराहरू सबै आफै बोकेर आउनु पर्थ्यो। अहिले चाहिँ तपाईँहरूलाई चाउचाउ पानी सानी केही टेन्सन नगरिकन ढुक्क यत्तिकै आफ्नो तरिकाले आएर सानोतिनो पसलहरू छ, त्यो पसलमा पनि किन्न सक्नुहुन्छ। यहाँबाट देख्नुभएको यो बन्दीपुरको ठुलो होटल, यता तलको बन्दीपुर बजार यदि तपाईँहरूको पनि फुर्सदिलो समय छ, फुर्सद छ भने, टाइम छ भने, घरमा बसेर बोरिङ हुनुभएको छ भने यहाँ आएर प्रकृतिको सुन्दरतासँग समय बिताएर फ्रेस हुन सक्नुहुन्छ। एकछिन टपको बसाएपछि अब बिस्तारै झर्नु पऱ्यो ओह्रालो बन्दीपुर बजार। चढ्दा गाह्रै भए पनि झर्ने बेलामा चाहिँ धेरै सजिलो नै भदो रहेछ। एकैछिनको हिँडाइपछि नै तल बन्दीपुर बजार आइपुगिहाल्यो, त्यस्तो फिलै भएन। गाउँमा बन्दीपुर बजारमा छु, मेन बजारमा। मान्छेको चहल पहल, घुम्ने मान्छेहरूको सबै यहाँ फोटो खिच्नेहरूको भिडभाड, मन्दिरको घन्टी सब तपाईँहरू देख्न सक्नुहुन्छ। बिस्तारै सकिन लागिसक्यो, मान्छेहरूको चहल पहल बिस्तारै घट्दैछ। अघि म आउने बेलामा चाहिँ मान्छेहरू टनाटन हुनुहुन्थ्यो, अहिले चाहिँ बिस्तारै अब घट्दै हुनुहुन्छ। अहिले चाहिँ म बन्दीपुर बजारबाट धेरै त शान्त एरियातिर आइपुगेँ। आजको मेरो बन्दीपुर घुमाइ अब लगभग अब अन्त्यतिरै पुगिसक्यो। बन्दीपुरको स्टेसनको हल्लाखल्लासँगै हामीलाई चाहिँ अब केबल कार रेडी भइसक्यो तल जानको लागि। अब यही केबल कारमा चढेर हामी विमलनगरको स्टेसनतिर बन्दीपुरको मनोरम दृश्य हेर्दै तल अहिलेसम्म भ्लग हेरेर साथ दिने सम्पूर्णलाई धन्यवाद दिँदै बिदा हुन्छ आजको भ्लगबाट। बाई बाई।